सुर लाग्यो म त्यही सुनेर बसिरहेको थिएँ अब त्यो मिठो सुन्न सुनेरै बसिरहने त अन्त भाइ पुरा हाम्रो ढुकिहाले हो तिनजनाको मजाले सुन्ने आउने चुपचाप यता है समीपन यतातिर दे है उहाँहरूसँग अलरेडी तपाईँ जस्तो ट्यालेन्ट हुन्छ ख्याल गर्नु मेरोमा चाहिँ हुँदैन तपाईँ तर आउनुभयो भने समीपन हुनुहुन्न क्या? हामी सँगै अगाडि बढ्न सक्छौँ मेरो समीपन टिमलाई चाहिँ अरू तपाईँको समीपन एकदमै नदुखाउनु मेरो मन है मेरोमा आइपुग्नु ल समीपन यतै आऊ मेरोमा आउनु कस्तो ल भन्नुभएको समीपन यतै आऊ रे सबैभन्दा सबै धेरै चिज इन्जोय गर्ने त मसित म तपाईँको पर्फर्मेन्समा समीपन सबभन्दा बढी त मै हो। भयो हो मैले त यस्तो मैले आफूलाई नारायण गोपाल तपाईँलाई त आशा भोसले सम्झिरहेको सम्झिनै सकिनँ हो र? साँच्ची होला हो र है दाइ अनि नारायण हामी गोपाल चाहिँ र आशा भोसले अनि हामी धन्यवाद हामी रन्जित चाहिँ गजमेर कम्पोज गर्ने तपाईँले गाउँदा म कस्तो नाची नाची तपाईँले सपोर्ट गरिरहेको थिएँ तपाईँ कोसँग आउनु भएको रुनै लागिसक्यो भने आउनु भएको छ कोही एउटा सानो प्रश्न सोध्छु है यहाँ भोइस आउनु अगाडि चाहिँ कुन टिम जोइन गर्छु भनेर यसो सोच्नु भएको थियो सबै कोच टर्न गर्नुभयो भने चाहिँ टिम कता मिलन, जान्छु भनेर टिम सोच्नु मिलन। भएको थियो टिम मिलन। टिम नडाँटी सत्य भन्नुहोस् त। टिम मिलन टिम मिलन टिम मिलन को मिलन को कोच हुनुहुन्छ नै थाहा थिएन बल्ल पर्यो निर्माया माकुरी जालैमा ए बल्ल पर्यो निर्माया माकुरी जालैमा म छु भनेर त थाहा थियो नि ए बढी भर थाहा थिएन। बोलेको किन हो बोलेको किन हो तर म आशा यस्तै गरिरहेको खालको आशीर्वाद लिन हो बल्ल पर्यो निर्माया मैले सुनेको त उनीहरू माकुरी मलाई जालै तर त्यता ए हेर्नु पर्यो पर्यो